स्वदेशमा हुनेहरूले आफ्नो घर परिवार छरछिमेक इष्टमित्र साथीभाइहरूसँग जम्मा भएर मिठो मिठो खानेकुराहरू बनाएर अनि परिवारसँग रमाइलो गरेर आशीर्वाद लिएर रातो टिका अनि जमरा लगाएर दसैँ मनाउनु भयो होला। अनि परदेशमा हुनेहरूले पनि समय जसको मिल्यो उहाँहरूले त्यसरी नै आफ्नो अनुकूलता मिलाएर रमाइलो तरिकाले दसैँ मनाउनु भयो होला। तर मेरो चाहिँ ड्युटी थियो। ड्युटी सकेर साँझको समयमा एकछिन माठसम्म केही लिएर खानुपर्छ भनेर माठतिर गएको। अनि स्कुलको सानो ग्राउन्ड थियो, त्यतै गएको बेलामा त्यहाँ साथीहरू जम्मा भएर हामीहरूले चाहिँ आज यो चङ्गा उडाउन चाहिँ पाइएन, तर यो ड्रोन जस्तै उडाएर चाहिँ हामीहरूले रमाइलो गऱ्यौँ। त्यसपछि हामी रुम फर्कियौँ। केही खानेकुराहरू पनि लिएका थियौँ र रुममा आएर त्यसलाई बनाएर साथीहरूसँग रमाइलो गरेर दसैँ मनायौँ। एकछिन भए पनि दसैँलाई जनाउनुपर्छ आफ्नो चाडबाड हो भनेर साथीहरू जम्मा भयौँ। यसरी हामीले दसैँ मनायौँ। तपाईँहरूले कसरी मनाउनु भयो र अन्तिममा सबैलाई दसैँको धेरै धेरै शुभकामना है त।